बालबच्चा छैन, उसको घर छैन, उसको परिवार छैन यस्तो गर्नलाई के अलिअलि दिए पनि हामीलाई राहत पुग्छ नि। 5-6 लाख त होइन, एक दिन 5-6 लाख 7-8 लाख दिए पनि हामीलाई अलिकति पुग्छ नि। एक पैसा नदिएर राता आएर 5,000 डाङ 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 बजाएर सिधोले हामीले सराप नि कि आशिष दिएर तपाईँ आफै मिडिया आफैले भन्नु ल, हामी के भन्ने हो त्यो मैले त त्यो भन्न मिल्दैन। तपाईँले मिल्दैन, तपाईँको मनले भन्नु न। तपाईँको मनले भनिदिनुहोस्, तपाईँ उहाँलाई के सराप दिन चाहनुहुन्छ सिडिओलाई? उसको परिवार पनि यस्तै लथालिङ होस्, यस्तै लथालिङ होस्, यसो गर्ने हो त। जिजुलपा नमस्कार। नमस्कार जोजलपा। हिजो रोइरहनु भएको दिदी उहाँ नै हो। मलाई एकदम भारी मनका साथ मैले उहाँको अहिले घरहरू सबै डोजोले हानिसकेको छ। दिदी झिट्के परेको होला। एउटा भग्नावशेष तपाईँले सोच्नु होला गाजामा हुनुहुन्छ कि प्यालेस्टाइनमा हुनुहुन्छ। यो कुनै गाजा प्यालेस्टाइनले गरेको होइन, यो चाहिँ नेपाल सरकार। अब नेपाल सरकार भनेपछि कुरो चाहिँ सिडिओ रहेछ यहाँको होइन, मेन मकवानपुरको सिडिओ रहेछ। उहाँलाई मुरी धन्यवाद। तपाईँ पनि एउटा जियोनोसाइड होइन, गाजामा जसरी बम खसाल्नु भएको छ नि होइन, अब तपाईँको पनि भविष्यमा चाहिँ नाम चाहिँ अब आई थिङ्क केमा जाने हो थाहा छैन, तपाईँ आफै बुझ्नु होला। सिडिओ सर तपाईँको नाम पनि लिनु मिल्दैन अरे, नाम लियो भने पनि साइबर क्राइम लाग्ने छ अरे होइन। रे तपाईँ आफै बुझ्नु होला। म काठमाडौँको नेवार हो, छिटो बोल्न आउँदैन मलाई है। तपाईँको नाममा त त्यसैले मलाई तपाईँको नाम लिनु पनि मलाई म डराइरहेको छु, थर कामिरहेको छु है। तपाईँको मकवानपुर जिल्लामा तपाईँको होइन, तपाईँ राजा भएको, राजतन्त्रकालको धेरै भयो, तर तपाईँहरू जस्तो छोटे राजाहरूलाई चाहिँ देशबाट कहिले मुक्ति पाउने हो सिडिओ महाराज हजुरलाई महाराज भन्नुपर्छ। मकवानपुरको सिडिओलाई महाराज श्री 5 श्री 6 महाराज। राज्य तपाईँकै रहेछ। संविधान 2072 चाहिँ कसले लेख्नु भएकोले लेखी बक्स्या हो, त्यो पनि थाहा पाएन र मलाई थाहा पनि छैन होला। तपाईँले गाजा सुन्नुभयो होला, प्यालेस्टाइन होइन, प्यालेस्टाइनलाई गरे जस्तो गरेर अन्त्य गर्नुभएको छ। हिजो रोक्ने दिदी उहाँ नै हुनुहुन्छ। मैले भनेको छ नरुने दिदी म आउँदैछु। कहिलेकाहीँ महिलाहरू इमोसन पनि हुन्छ र मैले पनि धेरै भावनामा बगेर धेरै निर्णयहरू गर्छु। मलाई त्यति धेरै राजनीतिको बुद्धि छैन। मैले जानेको भनेको बस मान्छेहरूको सेवा गर्ने मात्रै जानेको। जोजलपा नमस्कार सकल हने व्यपिन्त जोजलपा छिउ सुबना सुविता बज्राचार्य। काठमाडौँमा त नेवारहरूलाई लखेटी हेर्न पुर्याइएको छ होइन, र त्यो भएर पनि उहाँको घर यस्तो छ। उहाँको हिजो उहाँको घर रोइरहनु भएको छ। दिदी तपाईँले कति सालमा घर बनाउनु भएको? तपाईँको पुर्खौली घर हो? हजुर पुर्खौली ससुराले कति सालमा थाहा भएन, पुर्खौली घर हो। पुर्खौली घर हो। तपाईँको माइत कता हो? यतै हो। 21 सालभन्दा अगाडिको भन्छ। 21 साल अगाडि भनेपछि धेरै अगाडिको कुरा। 21 सालभन्दा अगाडिको हामी। दिदी तपाईँले हेरिरहनु भएका धेरै दिदी बहिनीहरू छन्, पीडामा छन् उहाँहरू। हामीले काठमाडौँबाट पनि मलाई पनि एकदम पीडा गाह्रो भएर आएको। म तपाईँले केही गर्न सक्छु कि मैले बोल्न सक्छु कि भनेर आएको। धन्यवाद दिदी। तपाईँको हिजो त्यो रोएको आवाज, तपाईँ एउटा महिला भएर हुन्छ नि, तपाईँको यस्तो भइसक्यो। यो गर्नेलाई चाहिँ तपाईँले छोटोमा चाहिँ के भन्न सक्नुहुन्छ? के भन्नुभयो? यो गरेकोमा त म अब सराप हो भने के सराप हो है बहिनी, आशिक दियो भने के आशिक दियो, सराप हो भने के सराप हो। म त अन्यलमा भइसक्यो। अब के भन्ने ल भन्नु त मलाई हामीलाई त हेर्नु अब न सराप हो न उसको। हामीले यो जनतालाई यहाँ हेर्दाको जनताले जे गरेको उसको परिवार पनि त्यस्तै होस् भन्छ। अब म त त्यही भन्छु। अब के हामीलाई अलिकति माइकिङ गरेर आउनु पऱ्यो। सुतिराथामा डाङ हानेछ, बेलुका जाति 5 बजे आएर हानेछ, अनिहारोमा आएर हाने, त्यो होइन नि। सुतिराख बच्चा त्यहाँ चिया, यो घरमा त बच्चा चिया मतलबै छैन, यो घरमा बच्चा रोज मतलबै छैन। त्यसो गर्ने त्यो तरिका त्यो होइन कि। त्यो राजा भयो भन्दैमा, त्यो भयो भन्दैमा। सिडिओ सापज्यू, म नेपाली धेरै बोल्न आउँदैन होला, म नेपाली हो होइन। तपाईँको त्रास यति रहेछ कि मलाई नि डर लागिसकेको छ है। म नि काठमाडौँ सही सलामत पुग्छु कि पुग्दैन भनेर मलाई डर लागिसकेको छ। तपाईँको नाम लिनु नहुने रहेछ यहाँ। नाम लिइहाल्यो भने पनि कानुनी कारवाहीमा हाम्रो दिवस साक्य भाइ पाटनबाट उहाँ अहिले तपाईँको नाम लिएको कारणले
अहिले जेलमा हुनुहुन्छ है तपाईँलाई मुरी धन्यवाद सकल खने बहपिन्त झिथन 75% पीडित लेवातदु एक दुई न बज्राचार्य झिलेवाला त बज्राचार्य क्लब न डु नेपालले काठमाडौँले छिसुकी मसी हिँडेनौँ गन्ठाडो चाहिँ मसी झिजाङेनौँ ढोका बज्राचार्य दाजु पूजा तकेकी छमा बज्राचार्य त परेजुल कि अझै छमा नेपाली त परेजुल कि छिपी बज्राचार्य क्लब